दर्शकबिन नमस्कार। सन्ध्यापखको साँझको 4 बजेबाट गागाको सुन्दर पवित्र ठाउँबाट प्रत्यक्ष प्रसारणमा आउने प्रयास गरेका छौँ। आज हामीले अवलोकनका क्रममा टिङ्करदेखि धारचुलासम्म जुन रोड सेनाद्वारा काट्ने ठेक्का भएको छ त्यस ठाउँमा अवलोकनका लागि हामी आएका छौँ। साथमा देख्नुहुन्छ साँझ सन्ध्यापखको एकदम चिसो मौसम, साथमा हुनुहुन्छ हाम्रो सिन्ट्या दाइ। एकदम गत वर्ष नै निर्माण गरिएको हाम्रो जुलुङ्गे पुल, हाम्रो शस्त्र वन पारिपट्टि तपाईले देख्न सक्नुहुन्छ। अहिले हामी अगाडि बढ्ने क्रममा तपाईलाई देखाउने छौँ नेपाली सेनाद्वारा र जनताले परिचालित गरी टिङ्कर सडकलाई जोड्ने प्रयास जुन नेपाल सरकारले अभियान चलाएका छन्। यस क्रममा नेपाली सेनालाई उहाँहरूको हिम्मत सुचारूपनका लागि एकदम धन्यवाद गर्न चाहन्छौँ हामी यहाँवासी। यहाँ देख्न सक्नुहुन्छ टिङ्कर सडक छाङ्रोको गागादेखि धारचुला सदरमुकाम जोड्ने सडकको निर्माण सुरु भइसकेको छ। यहाँ सक्नुहुन्छ लेबर साथीहरू अत्यन्तै चिसो जग्गामा उहाँहरूले यसरी कडा मेहनतका साथ काम गरिरहँदा उहाँहरूले गरेको समर्पणलाई हामी सलाम गर्न चाहन्छौँ। सम्पूर्ण देशप्रेमी जनताले उहाँहरूको कामलाई सराहना गरी धन्यवाद पक्कै पनि गर्नुपर्छ। साथै तपाईलाई देखाउन चाहन्छु यस सुन्दर देवभूमि छाङ्रो। आजको मौसम निकै नै चिसो, दिनमा घाम पनि नलागेको हुँदा अत्यन्तै चिसो भइरहेछ। हावाहुरीले गर्दाखेरि गाह्रो भइरहेछ। अहिले यो देख्न सक्नुहुन्छ बाटो कहाँको हो दाजु त म न कहाँको हो तम चलो बढिया छ यार तमन ल्याएर हाम्रो टिङ्कर सडक हो। ये टिङ्कर सडक हो घर यार कति दिन लाग्छ ठेकाला म है केला म भयो आर्मी होला घर यार। रोड कब पुग्थ्यो भयो हाम्रो रोड कब पुग्थ्यो यार काको चौथा महिनामा पुगिहाल्यो न। ल ठिक छ यार, आशा गर्नु पऱ्यो न। ल सब तम धुम्लिनको यो सब। ल ठिक छ यार। यो कति मिटरको रोड हुन लाग्छ तिम्रो यो? 2 किलोमिटरको आगाको टेन्डर ठेक्का छ। जेसीबी कब पुग्दो लाग्छ भयो त बोलाउने हो। जेसीबी आएको त बङ्गा बङ्साला तमलाले सजिलो। ठिक छ ठिक छ। एकदमै राम्रो बाटो काटिएका छन् यहाँ लेबरहरूद्वारा। एकदम राम्रो। हेर्नुहोस् तपाईँहरू तकरिबन तपाईँको 2.5-3 मिटरको यो फिलहाललाई गोरेटो बाटो जस्तो देखिए तापनि यो हाम्रो टिङ्कर सडक हो। यहाँ देख्नुहुन्छ खोला, टिङ्कर खोला। यो अहिले भ्यासको छाङ्रो गागाबाट प्रत्यक्ष प्रसारण गर्ने क्रममा चाहिँ एकदम उत्साह, एकदम जिज्ञासा लागेर यो बाटोलाई अवलोकन गर्ने क्रममा आएका थियौँ। हुनु पनि हो, हामीले यो नेपालदेखिको बाटो नदेखेको कैयौँ वर्ष भइसकेको छ। ल उहाँहरूले काम गरिरहँदा एकदम नै मन खुसीले गदगद भइरहेको छ। यहाँ देख्नुहुन्छ अत्यन्तै राम्रो काम भइरहेको छ। हाम्रा भाइहरू सम्पूर्ण तुमलिन रप्ला गाउँबाट आउनु भएको छ उहाँहरू। और पारिपट्टि तपाईँ देख्न सक्नुहुन्छ नमस्ते नेपाल टेलिकमको एकदम 4G सेवा प्रसारण टेलिकम। त्यो पारिपट्टि हाम्रो छाङ्रो गाउँ हो। एकदम रमणीय ठाउँ छ यहाँ। कृपया हाम्रो यस बिहा क्षेत्र छाङ्रो टिङ्करमा सबै श्रद्धालु पर्यटकहरूलाई हार्दिक
अनुरोध गर्दछौँ कि यस ठाउँमा आएर आफ्नो पाइला चाली यस पवित्र ठाउँमा एकदम रमाइलो दर्शन गर्न आउनुहोला भन्दै अहिलेको लागि यहीँ टुङ्ग्याउँछु। चिसो भइरहेछ।